दर्शकबिन कार्यक्रममा स्वागत छ। आज मसँग देशको समसामयिक विषयमा कुराकानी गर्नका लागि मङ्गोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सदस्य याम श्रेष्ठजी हुनुहुन्छ। उहाँसँग अहिले पछिल्लो समय देशमा घटिराखेका राजनीतिक घटनाहरूको विषयमा कुराकानी गर्नेछु। आउनुहोस् उहाँलाई स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। जय मङ्गोल। आराम हुनुहुन्छ? हजुर, आराम हुनु। आजभोलि राजनीतिक सँगसँगै के कस्ता कार्यहरूमा व्यस्त हुनुहुन्छ? विशेष गरेर यो हाम्रो चाहिँ 20-80 को कुरा छ। 20% चाहिँ यसो आफ्नो कामहरू गर्ने, आफ्नो पारिवारिक निजी सम्बन्धी होइन आयमूलक। 80% चाहिँ हाम्रो अब केन्द्र सभामा पहिलादेखि उदी गरेको कुरा हो। 80% चाहिँ सङ्गठनका निम्ति हामीले दौडधुप गर्ने, यसो गाउँघरमा हुन्छ कि देशव्यापी रूपमा हुन्छ कि त्यसको निमित्त हामीले अहिले खर्चिरहेका छौँ। अहिले देशव्यापी रूपमा तपाईँहरू पुगिराख्नु भएको छ, दौडिराख्नु भएको छ। तपाईँ आफैमा आम मूलवासीहरूको लागि, अस्तित्वको लागि चाहिँ लड्नको लागि कसरी आबद्ध रहनुभयो? अहिले हाम्रो विशेष गरेर अब कार्यकर्ता लेभलमा होइन विभिन्न नेतृत्वमा गएर जानेको नजानेको कुरा सेयरिङ गर्ने विशेष गरेर, अनि त्यस पछाडि चाहिँ अनि तल्लो लेभलमा जाने कुराहरूको बारेमा हाम्रो छलफल चाहिँ देशव्यापी रूपमा गएर हामीले गरिरहेका छौँ। विभिन्न जिल्लाहरूमा पुगेर चाहिँ हामीले आफ्नो यहाँको अब जुन केन्द्रको कुराहरू तल्लो लेभलमा हामीले सर्कुलर गर्नुपर्ने हुन्छ, त्यसको निम्ति चाहिँ हामीले दौडधुप गरिरहेको छौँ अहिलेसम्म। गत चुनावको अनुभव कस्तो रह्यो यहाँको? चुनाव भनेको त अब एउटा प्रक्रिया हो। चुनावमा आफ्नो तरिकाबाट हाम्रो विशेष गरेर म तपाईँ झापा क्षेत्रमा 3 बार अब उम्मेदवारी दिएको दौडधुपहरू धेरै गरियो। कति मान्छेहरूलाई घर घरमा पुग्नु सक्यो, कोही घरमा पुगेन होला, तर अधिकांशमा पुग्दा ओर्दाको कुरामा अब एक खालको जे होस् सबै घरमा पुगेर चाहिँ हाम्रो मङ्गोलवादको दर्शनको बारेमा चाहिँ हामीले बुझाउनु सफल भएको हौँ। तर अब चेतना स्तर कति रहन्छ नागरिकमा भन्ने कुरा हो। अब अहिले त्यो उठिहाल्ने कुरा चाहिँ होइन, र पनि हामीले सन्देश चाहिँ पुऱ्याएको छौँ। र अनि भयङ्कर रूपमा हामीले खटेको हो। हाम्रो साथीभाइले पनि धेरै खट्नुभयो, धेरै गर्नुभयो। झापा क्षेत्रमा 3मा हाम्रो साथीभाइ लागि परेर खट्नुभएको थियो। तपाईँहरू लामो समयदेखि अस्तित्वको लागि लडिराख्नु भएको छ। केही राजनीतिक दलहरू जन्मिन नपाउँदै उनीहरूले चुनाव जितेर गइसकेको अवस्थामा तपाईँहरूलाई के कुराले रोकेको जस्तो लाग्छ चुनाव जित्नको लागि, जनताको आवाज चाहिँ संसद भवनबाट बोल्नको लागि? अहिले चाहिँ के छ भन्दाखेरि यो देश आफैमा देशको शासकहरू भनौँ न, शासकहरू निर्वाचन आयोगहरू आफैद्वारा सञ्चालित होइन, परिचालित भएको कारणले गर्दा यहाँको 80% हिन्दू मूलवासी मङ्गोलको चेतना स्तर चाहिँ गिरेको कारणले गर्दा र हामी यहाँको मूलवासी मङ्गोलहरूलाई चाहिँ अब जाति पार्टी धर्म संस्कार हरेकमा विच्छिन्न गरेको कारणले गर्दा टुक्रा टुक्रा पारेको कारणले गर्दाखेरि अब यो अहिलेको कुरा होइन, धेरै वर्षदेखि चाहिँ यो अब हामी माथि लादिएको कारणले गर्दाखेरि चेतना स्तर चाहिँ हाम्रो 0 छ कि हाम्रो मूलवासी मङ्गोलहरूको। त्यो कारणले गर्दाखेरि अब बाधक अब अहिले विशेष गरेर सामाजिक सञ्जालहरू भयो, अहिलेको युट्युबहरू होइन, यो फेसबुक लगायतको 27वटा चाहिँ लगभग सामाजिक सञ्जाल अमेरिकाद्वारा नेपालमा अब यो सञ्चालन भएको छ। त्यो कारणले गर्दा अब अल्गोरिदमको प्रयोग गरेर विभिन्न चाहिँ अब यहाँको मान्छेमा चेतना स्तर नभएको कारणले गर्दा अब यहाँनिर हामीमाथि अब हाम्रै अनुहार, अब म जहिले पनि भन्ने गर्छु, अब विशेष गरेर अस्ति पनि मैले बारम्बार भनिरहेको छु क्या, हामीलाई के छ भन्दाखेरि अब लगभग यहाँको खसारे साथीहरूले पनि स्वीकारिसके। अब लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीयताको कुराहरू स्वीकारिसकेको अवस्था हो। उहाँहरूले स्वीकार्नु भनेको त्यो उहाँहरूको लागि पनि हो। फेरि यो देशमा उहाँहरूको निमित्त पनि त्यो लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीयताको कुरा खसारेलाई पनि एकदमै जरुरत आवश्यकता छ। र अनि हाम्रो मान्छेहरूमा चाहिँ उहाँहरूले डिभाइड एन्ड रुल्सको जुन नीति छ त्यो चाहिँ हाम्रै मान्छे प्रयोग गरेर क्या, मैले अस्ति कुनै कार्यक्रममा भनेको थिएँ, रामको भन्दा भूमिका रावणको जुन राज्यलाई खतम पानेको रावणको भाइहरूको हात छ क्या। रावणको भाइ विभीषण, त्यहीँको स्थानीय रैथाने हनुमान, भाइ सुग्रीव, त्यस्तोहरूको चाहिँ यहाँनिर ठुलो हात भएको कारणले गर्दा मूलवासी मङ्गोलहरूको अस्तित्व सहितको अधिकारको निम्ति लड्दै गरेको मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ रोक्नुको निम्ति, छेक्नुको निम्ति, निस्तेज पार्नुको निम्ति चाहिँ हाम्रै अनुहारको त्यस्तै रावणको राज्यलाई खतम पार्नु उसकै भाइहरू प्रयोग गरे जस्तै मङ्गोल अनुहारकै दाजुभाइलाई प्रयोग गरेर ल्याइएको कारणले गर्दाखेरि र सामाजिक सञ्जालदेखि लिएर अरूद्वारा परिचालन गरेको कारणले गर्दा
पार्टी खोल्न नपाउँदाखेरि त्यो सिट ल्याइएको हो। अनि त्यो कारणले गर्दाखेरि त्यसमा हामीले आत्तिनुपर्ने होइन। चुनाव जित्नु नै ठुलो कुरो होइन, किनभने हाम्रो जुन एउटा यस्तो मङ्गलबारको चाहिँ हाम्रो विभिन्न एजेन्डाहरू छ, मुद्दाहरू छ, त्यो हाम्रो एकदम प्रमुख रूपमा चाहिँ जित्दै कार्यान्वयन हुँदै आएको अवस्था छ। त्यो कारणले गर्दा हामीले आत्तिनुपर्ने मातिनुपर्ने केही काम छैन क्या। अब समय आउँदैछ बिस्तारै, सबै कुरा चाहिँ समयले ल्याउने भएको कारणले गर्दाखेरि त्यसमा हामीलाई त्यस्तो केही छैन। हामी एकदमै पहिला नि जस्तो थियौँ अहिले त्यस्तै छौँ। भनिसके पछाडि नयाँहरूबाट पनि देश विकासको, देशको जुन संरक्षण गर्ने सम्भावना छैन, त्यसको संरक्षण तपाईँहरू नै गर्नुहुन्छ। यो मङ्गल नेसनल अर्गनाइजेसनदेखि बाहेक अरूको सम्भवै छैन। त्यो उहाँहरू अहिले दुई धार छ। दुई धार भनेको एउटा उनीहरूले नै प्रयोग गरेर ल्याइएको कुरा छ, उनीहरूले नै सञ्चालनमा ल्याइदिएको हो, त्यो अनुहार मात्रै हाम्रो हो। तर पार्टी खुलाइदिने, त्यहाँको विभिन्न खालको चाहिँ अब हाम्रो निस्तेज पार्नको निम्ति, रोक्नुको निम्ति प्रयोग गरिएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई केही समय हाई हुन्छ उहाँहरूको। तर उहाँहरूले आफूलाई नचिनेको कारणले गर्दा, आफ्नो अस्तित्व अधिकारहरू थाहा नपाएको कारणले गर्दा, आफू को भन्ने पनि थाहा छैन, आफ्नो शत्रु को भन्ने पनि थाहा छैन। त्यो कारणले गर्दाखेरि उहाँहरू चाहिँ अब सफलको बाटोमा चाहिँ पक्कै पनि जानुहुन्न भन्ने चाहिँ मलाई चाहिँ लाग्छ। अब तपाईँहरूको चुनाव जित्ने समय पनि आइसकेको छ। अब चुनाव कसरी जित्ने रणनीतिहरू तयार गर्दै हुनुहुन्छ? अब एक नम्बरमा त हामी नेता कार्यकर्ता लेभलबाट चाहिँ सक्दो हर प्रयास जारी राखेको छौँ र हामीले प्रयास राख्दै पनि समय पनि आउनु पर्दछ क्या। अब एकैचोटि यो चाइना सर्वशक्तिमान भएको होइन नि। अब यो उनीहरूले कर्म गर्दै पनि धेरै पहिलादेखि कर्म गरेको, तर कर्म गर्दै पनि अब त्यति बेला त भएन नि त। अब भर्खर समय आउँदैछ क्या। संसारमा अब आर्य नस्लको, त्यसमाथि पनि अब अर्थोडक्स एङ्ग्लोसिसहरू हुन्छ, एङ्ग्लोसिस आर्यहरूमा यो यहुदीहरू विशेष गरेर अब इजरायलहरू भयो, ब्रिटिसहरू भयो, अमेरिकाहरू भयो, यिनीहरू सर्वशक्तिमान संसारमा भइरहँदाखेरि यहाँको एसियामा भएको मङ्गोल देशको मानव अस्तित्वमा रहेको, अनि उता अफ्रिकामा भएको नेग्रो अस्तित्वमा रहेको मानिसहरूमाथि त अत्याचार, दमन, शोषण थियो नि त पहिला। अब तर त्यो समय चाहिँ अब सकिँदैछ। त्यहाँ पनि उनीहरू आफैमा पावरफुल भएर आउँदैछ। यतापट्टि मङ्गोल राष्ट्रहरू त झन् अब तपाईँ हामीले देखिरहेको कुराहरू हो। सर्वशक्तिमान भएर चाहिँ अब संसारलाई लिड गर्ने अवस्थामा पुगिरहेछ। अब चाइनाहरू भयो, उत्तर कोरियाहरू भयो, उसकै अब आसेपासेहरू पाखुराहरूले यो जस्तो त हो नि, एउटा सुरक्षाको दृष्टिकोणले चल्ने इरानले नै अब अमेरिका फर्काउन थालिसक्यो। अनि त्यो त एउटा उको के हाम्रो यो चाइनाको एउटा अङ्गरक्षक जस्तो मात्र नहो नि। अङ्गरक्षकले त अब त्यस्तो पावरफुल भएर चाहिँ रहेको देशलाई धम्क्याउन थालिसके पछाडि त अब यो हाम्रो सर्वशक्तिमान भएर चाहिँ एसियाको मुलुकहरू आइरहेको त तपाईँ हामीलाई विविधै थाहा छ राम्ररी नै। त्यो कारणले गर्दा समय आउनु पर्दछ कि अब समय चाहिँ लगभग एसियाको राष्ट्रहरूले चाहिँ संसारभरि ह्यान्डलिङ गर्ने समय आएको कारणले गर्दा अब हाम्रो यहाँको मूलवासी मङ्गोलहरूको पनि बिस्तारै समय आइसकेको छ। अब टाउकै किचिसकेपछि पुच्छर हलिनु त त्यो केही समय हलिन्छ नि त। सर्पको टाउको किचाएपछि पुच्छर त हलिन्छ नि त। कोही राजावादी भन्दै उफ्रिन्छन्, कोही के भन्दै उफ्रिन्छन्। अब यहाँको जुन काला हिन्दू आर्य दाजुभाइहरूको जुन विभिन्न पार्टी खोल्नुभएको छ त्यसले त विभिन्न तरिकाले यहाँ हामीलाई अल्झाइराख्छ। केही समय हो, अब सकिन आँटेको छ कि। त्यो कारणले गर्दा हामीले अब मातिनु पनि पर्दैन। अन्य देशका मङ्गोलहरूको विकासबाट उनीहरू सुपर पावर हुँदै गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ के कस्तो खालको फाइदा हुन्छ? अब रेसियल हिसाबले हेर्ने हो भनेदेखि उहाँहरू सर्वशक्तिमान हुँदै गर्दाखेरि आफ्नै दाजुभाइ हो नि त। हामीलाई आर्य दाजुभाइप्रति पनि त्यस्तो घृणा त होइन, तर पहिलादेखिको अहिलेसम्म हेर्दाखेरि उहाँहरूले हाम्रो जुन मङ्गोल देशको मान्छेहरूलाई चाहिँ निकै नै डिस्टर्ब गरेको, अन्याय अत्याचार शोषण दमनहरू भएको कुरा हो। अहिले पनि जुन रेसियल डिस्क्रिमिनेसन, जुन वर्ण विभेदको कुराहरू नेपालमा छ त्यो हटिहालेको छैन क्या। अहिले पश्चिमतिर हेर्ने पनि छुवाछुत, ठुलो जात सानो जातको कुराहरू, अब यस्तै विभिन्न खालको धार्मिक कुरामा पनि मन्दिरमा पस्नु नदिने कुराहरू, कसैलाई जनजाति दलित भन्ने बनाइएर चाहिँ टुक्राइएको कुराहरू, धर्ममा चाहिँ ल्याएर चाहिँ हाम्रो मान्छेलाई अब यहाँ टुक्राइएको कुराहरू छ। त्यो चाहिँ यहाँ के छ भन्दाखेरि बुद्ध राष्ट्र संसारभरि बुद्धको कुराहरू आउँछ। बुद्धको विज्ञानको कुरा हो, बुद्धको कुरा विज्ञानको कुरा हो, दर्शन सिद्धान्तको कुरा जुन छ त्यो कुरालाई चाहिँ निस्तेज पार्नुको निम्ति विभिन्न तरिकाले नेपालमा मात्र नभएर
संसारभरि अमेरिका र पश्चिमा मुलुकहरू मिलेर यो धर्मको नाममा हामीलाई टुक्र्याइने कुराहरू भएको छ। हो त्यो कारणले गर्दाखेरि अब हाम्रो अब मङ्गोल दाजुभाइहरू चाहिँ एकीकृत केले हुन्छ भन्दा बुद्धको कुराले हुन्छ। अब बुद्धको कुराले हुन्छ, मङ्गोल अस्तित्वको कुराले हुन्छ। अर्थात् भन्नु खोजेको अब महामानव सिधा बुद्ध र महामानव डाक्टर गोपाल गुरुङजीको संयुक्त प्रयासले चाहिँ यहाँको मङ्गोल एकता हुन्छ र त्यो कारणले गर्दा संसारभरि हेपिने पेलिने कुराहरू यो हराएर जान्छ। अब 21औं शताब्दी हो, डिजिटलको युग हो, प्रविधिको युग हो। अब ढोङ्गीपनहरू यो दुनियाँभरको हटेर जान्छ। अब मान्छेहरू चाहिँ के छ भन्दा बुद्धको लाइन, डाक्टर गोपाल गुरुङजीको लाइन भनेको चाहिँ यो अनिश्वरवादी लाइन, नास्तिकताको कुराहरू आउँछ। किनभने नास्तिकता अनिश्वरवादी भनेको विज्ञान हो। विज्ञान र धर्मको कुराहरू छ। यो ठ्याक्कै यो कोठाको भित्ताको एउटा भित्ता र अर्को भित्ता कहिले एक हुँदैन। त्यो कारणले गर्दाखेरि त्यो भनेको सत्य। नास्तिकता भनेको एउटा दर्शन सिद्धान्तहरू भनेको यो जुन छ बुद्ध, सिधा बुद्ध, महामानव डाक्टर गोपाल गुरुङज्यू, यो सत्य छ। त्यो कारण अकाट्य छ, एक दिन सफल भएर जान्छ। त्यो बेलामा चाहिँ यो देशका मङ्गोल मूलवासीहरूलाई पनि अब अरू राष्ट्र जति पनि मङ्गोलहरू सर्वशक्तिमान भएको खण्डमा यसलाई पनि स्वतः रूपमा त्यही तरिकाले जान्छ नेपाल। त्यो कारणले हामी एकदम विश्वस्त छौँ। यहाँको मूलवासी मङ्गोलहरू पनि एकदमै समृद्धिशाली भएर चाहिँ जान्छ भन्ने एकदम मङ्गोल नेसनल अर्गनाइजेसनको सबै कार्यकर्ताहरूमा यो चाहिँ सुनिश्चितता छ क्या। तपाईँले भन्नुभयो बुद्धकै कारणले गर्दाखेरि हाम्रो देशको सम्बन्ध विश्वभरका देशसँग राम्रो हुन्छ भनेर भन्नुभयो। तर हाम्रै देशमा कुनै एक धर्मले अथवा धर्मका मान्छेहरूले चाहिँ बुद्ध चाहिँ एउटा धर्मको चाहिँ अवतारी हो भन्ने खालको परिभाषा नै दिइराखेको छ नि। यो त बुद्धको जुन एउटा दर्शन सिद्धान्त छ त्यसलाई निस्तेज पार्नको निमित्त पश्चिमाले फेरेको एउटा रणनीति भूमिका मात्र हो। यहीँनिर दलाई लामाको अब अवतार प्रतिपादन गर्ने, स्वर्ग रणको कुराहरू गर्ने, यहाँनिर पुनर्जन्मको कुराहरू गर्ने बुद्धको कुनै पनि कहीँ पनि भेटिँदैन। यो त विशेष गरेर यो पहिलादेखिको अध्ययन गर्ने हो भने आर्य नस्लको शासकहरूले चाहिँ धर्मको रूपमा, अफिमको रूपमा अनि यहाँनिर विभिन्न तरिकाको चेलाहरू प्रतिपादन गर्दै गएको कुराहरू छ कि धर्महरू प्रतिपादन गर्दै गएको छ। अहिले तपाईँको यसैभित्र पनि अब वज्रयानी, महायानी है यो विभिन्न यानहरू तयारी गरेर, लामाहरू तयारी गरेर अहिले नयाँ भन्ने हो भनेदेखि यो अब हाम्रो रामबहादुर बोमजन उहाँको एउटा टिम छ। यतापट्टि खम्बुवालाई फुटाउनको लागि हेभेनली पथ लगायतको विभिन्न अब अहिले अनेक छ। यहाँनिर विदेशबाट यहाँ तपाईँको केसम्म ल्याइएको छ भन्दा क्रिस्चियन मिसनरी यो पनि ल्याइएको छ। यो ल्याउने भनेको फेरि यहाँको मूलवासी मङ्गोलहरू होइन, साइमन पाण्डे लगायतको एकजना तीर्थराज ढकाल के एकजना हुनुहुन्छ, उहाँहरूले नेपालमा चाहिँ तपाईँको क्रिस्चियनिटी भित्राउनु भएको। धर्मको नाममा यहाँको मूलवासीलाई फुटाउनुको निमित्त अनेक किसिमको धर्म प्रतिपादन गर्ने। अब जस्तै अब लिम्बू समुदायमा फुटाउनुलाई एक लिङ्गे, दुई लिङ्गे, तीन लिङ्गे भनेको छ होइन। सत्याहाङमा यतापट्टि अब यता फाल्गुनन्द, आत्मानन्द त्यतापट्टि बेग्लै छ। यतापट्टि खम्बुहरूलाई फेरि जसी मुनिहरू भन्छ, के भन्छ, अनेकमा चाहिँ एउटै परिवारलाई एक हुनु नदिनुको निम्ति ठुलो रणनीति चाहिँ तपाईँको खेलिएको छ। यो यहाँको आफैमा होइन फेरि यो चाहिँ अब लगभग 2046 सालको ताका अब यहाँको मतवाली बनायो, के बनायो, हाम्रो मूलवासीहरूलाई चाहिँ हरेक किसिमले चाहिँ खतम पार्नुको निम्ति यो तयारी पारेको थियो। त्यसले पनि नसकेपछि चाहिँ अब धर्मबाट पनि टुक्र्याउने एउटा रणनीति चाहिँ पश्चिमाहरूको पहिलादेखिकै यहाँनिर चलिआइरहेछ क्या। त्यो कारणले गर्दाखेरि के को लागि भन्दाखेरि सबै कुरा चाहिँ बुद्धको जुन असली विज्ञानको दर्शन सिद्धान्त छ त्यसलाई निस्तेज पार्नुको निमित्त चाहिँ यो पश्चिमाले खेलेको एउटा यहाँ रणनीति, एउटा कुटिल चाल हो। त्यो कारणले गर्दाखेरि बुद्ध भनेको चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले किन बुद्धको फोटो राखेर गर्छ भन्दा बुद्ध अनिश्वरवादी हो, नास्तिकता हो। नास्तिकता भएको कारणले त्यसलाई नास्तिक चोर पनि भनिन्थ्यो बुद्धलाई। तर आज बुद्धको दर्शन सिद्धान्त पछि जाने चाइना, जापानको कुरा हेरौँ, अहिले कहाँ पुग्यो त नास्तिकता भनेको। अहिले मैले एउटा अध्ययन पनि गरेको थिएँ, 2024 को डाटा हेर्नु भने नास्तिकताको देशमा चाइना 91% नास्तिक भएको देश हो। त्यहाँ चाहिँ धर्मलाई भन्दा कर्मलाई मानिन्छ। त्यस्तै गरेर 86% जापानमा नास्तिकहरू भेटिन्छ। अमेरिका जस्तो देशमा पनि 43% 24मै नास्तिक त्यहाँ भेटिन्थ्यो। त्यस्तो गरेर विभिन्न देशमा यस्ता नास्तिकताहरू देश, अब जर्मन, युरोप देशहरूमा पनि भेटिन्छ क्या। हो त्यो नास्तिकता नै बुद्धको पछि हिँड्ने चेलाहरू उहाँहरू। बुद्ध नै नास्तिकता भएको कारणले गर्दा बुद्ध कुनै धर्म होइन, बुद्ध भनेको दर्शन सिद्धान्त हो, एउटा विज्ञान, अहिले आधुनिक विज्ञान हो। उहाँको
जहिले पनि त्यो विज्ञानको कुरा भएको कारणले गर्दाखेरि चाहिँ बुद्धको कुराहरू नयाँ भइरहन्छ, नौलो भइरहन्छ, कहिले पनि पुरानो हुँदैन। आउने नयाँ सन्तानको लागि नयाँ हुन्छ, यो हाम्रो लागि नयाँ थियो, जहिले पनि नयाँ हो। किनभने बुद्ध भनेको विज्ञान आविष्कार हो, ज्ञान हो। त्यो कारणले गर्दा चाहिँ धर्मसँग जाँच्नै मिल्दैन बुद्धलाई। बुद्ध त्यो हो, बुद्धत्व भनेको त्यो हो। तर अहिले त अब विभिन्न किसिमको त्यहाँ बुद्धको फोटो राखेर लुटी खाने भुटी खानेहरू छन्। त्यतापट्टि अब नजाउँ होइन, कति साथीहरू त्यता पनि आस्था राखेको होला नि, त्यतापट्टि हामी गएर उहाँलाई चिर्याउनु पनि हुँदैन। तर सत्य कुरा चाहिँ हामीले बताउनुपर्छ कि बुद्ध भनेको त्यो हो जुन अहिले मैले भने। मङ्गलहरूमाथि यति ठुलो आक्रमण भएको रहेछ, तपाईँहरूले किन प्रतिकार गर्नुहुन्न? होइन, हामी प्रतिकार गर्ने, हामी चाहिँ तपाईँको हतियारको लडाइँ होइन, हाम्रो विचारको लडाइँ हो। हामीले डाङडाङ डुङडुङ आन्दोलन गर्ने होइन, हामी बुद्धको फोटो राखेर हिँड्ने, हामीले कार्यक्रम सञ्चालन गर्ने, महामानव डाक्टर गोपाल गुरुङको लाइनमा हिँड्ने मान्छेले अराजक गतिविधि गर्दैन क्या। हामी अराजक गतिविधि गर्ने मान्छे त छिटै सकिन्छ नि त। यहाँ एमएनओमा अराजक गतिविधि गर्ने मान्छेहरू थुप्रै थिए, आफै सकेर गए। जो त्यो बुद्धको लाइनमा हिँडेर महामानव डाक्टर गोपाल गुरुङजीको सिद्धान्तमा हिँड्ने अहिले रहिरहेछन्। छिटै खाउँ छिटै सक्यौँ भन्नेतिर जानु भएन नि त। हामीले प्रतिकार किन नगर्ने भन्दाखेरि बुद्ध भनेको शान्तिको प्रतीक, शान्तिको प्रतीक भएको कारणले गर्दा हामी शान्तिको पदमार्गमा हिँड्दैछौँ। हामीले खसारे दाजुभाइलाई पनि हामीले हाम्रो चाहिँ के छ भन्दाखेरि मार्छौँ काट्छौँ भन्दैनौँ हामी, किन भन्दाखेरि उहाँहरू मानव हो। हामीले चाहना हाम्रो मात्रै के हो भने समानताको दृष्टिकोणले मानव भएर बाँचौँ भन्ने हो एमएनओको मुख्य दर्शनै। त्यो कारणले गर्दा उहाँलाई प्रतिकार गर्ने, आक्रमण गर्ने हाम्रो नीति नै छैन, हाम्रो कुनै पनि छैन। तर के छ भन्दा मिलेर जाउँ न। राष्ट्रमा, देशमा राष्ट्रपति हुँदा, प्रधानमन्त्री हुँदा, ठुल्ठुलो हुँदाखेरि एउटा जनसङ्ख्याको आधारमा, एउटा समानताको आधारमा हुनुपर्ने ठाउँमा चाहिँ एकल नस्लिया मात्रै बोकेर चाहिँ गएको कारणले मात्रै हामीले चाहिँ एउटा विचारको एउटा मुद्दा एजेन्डाहरू उठाएका छौँ। तर हामीले कुनै पनि आन्दोलनहरू, कुनै पनि सशक्त रूपमा हतियारको आन्दोलनहरू गर्दैनौँ हामी। त्यो चाहिँ हाम्रो विशेषता पनि हो। फेरि मङ्गल नेसनल अर्गनाइजेसन दर्ता हुनुभन्दा पहिला नै तपाईँहरूले गाविसहरू होइन, सिङ्गो गाविसहरू नै जितेको रेकर्डहरू छ। त्यहाँबाट अहिले तपाईँहरू अहिले दर्ता भएर यहाँसम्म यति लामो समय आइपुग्दाखेरि तपाईँहरूले किन निर्वाचनमा चाहिँ हार बेहोरी राख्नु परेको छ? यो भनेको त अब निर्वाचन नै, यहाँको निर्वाचन गराउने को छ त? तपाईँ हामीले बुझ्नुपर्ने कुरा, एक नम्बरमा निर्वाचन गर्ने नै हाम्रो यहाँको मूलवासी मङ्गलहरूको चेतना नभएको कारणले गर्दा हाम्रो आर्य दाजुभाइ हुनुहुन्छ। आर्य दाजुभाइलाई पनि परिचालन गर्ने फेरि अर्को त्योभन्दा ठुलो छ। यहाँ तपाईँको पश्चिमाहरू छन्, यहाँ दक्षिणपन्थी मित्र राष्ट्रहरू लागि परेका छन्। त्यो कारणले गर्दाखेरि त्यो बेलामा पनि त्यो जिते भनेर मात्रै होइन, त्यो बेलामा एउटा त्यो बेला राजतन्त्र र यतापट्टि तपाईँको कम्युनिस्ट विचारधारा बोकेकोहरूपट्टि पुरा युद्ध भइरहेको थियो कि, वैचारिक युद्ध, सशक्त युद्ध दुइटै भएको थियो। त्यसको निमित्त ज्यान जोगाउनुको निमित्त चाहिँ मङ्गल नेसनल अर्गनाइजेसनमा चाहिँ मङ्गल भएर आउने नक्कली मङ्गलहरू चाहिँ आएर चाहिँ अचेत अवस्थामा अब एउटा हाम्रो लागि लड्दियो भन्ने मात्रै हो। तर उहाँ चेतना सहित भरेर आउनु भएको थिएन कि। चेतना मङ्गलको दर्शन के हो त, मङ्गलको कुरा के हो त भन्ने बारेमा चाहिँ अनभिज्ञ भयो भनेदेखि अहिले पनि एक्सिडेन्ट हुन्छ, भइरहेको छ। जातिवादी सङ्कीर्ण विचार, धार्मिक सङ्कीर्ण विचार, व्यक्तिवादी चिन्तन, नातावाद, कृपावाद यो मङ्गल नेसनल अर्गनाइजेसनभित्र अँट्दैन के हो। त्यो नअटेको कारणले गर्दा एक्सिडेन्ट हुने हो। अब अहिले यहाँनिर कोही अब तपाईँको एउटा जातिवादी विचारधारा भएकोले भर्खरै पनि तपाईँको हाम्रो सङ्गठनबाट कारबाहीमा पर्नेहरू पनि छन्। नाम त नलिउँ होइन, कति तपाईँको मूल सचिवहरू हुनेहरू उहाँहरू मङ्गल नेसनल अर्गनाइजेसनमा चाहिँ तपाईँको कारबाहीमा परेर चाहिँ तपाईँको यहाँबाट हटेर गएको छन्, नाम निशान हराएर गएको छ कतिको। किन भन्दा यो सङ्कीर्ण विचारहरू, जातिगत भावना, धार्मिकगत सङ्कीर्ण विचारहरू, व्यक्तिवादी चिन्तनको पछि लाग्नेहरू, तपाईँको यो नातावाद कृपावादहरूको चाक्लुसीवाद चल्दैन। यो भनेको लिने ठाउँ पनि होइन। आशामुखी भएर चाहिँ म एमएनओमा बसेर पैसा कमाइन्छ भनेर लाग्नेहरू चाहिँ यहाँनिर अट्दैन। यो दिने हो, विचार दिने हो, अर्थ हुनेले अर्थ दिने हो, भौतिक रूपमा खट्नेले भौतिक रूपमा योगदान दिने हो, अनि मात्रै त्यो अरिने ठाउँ हो यो चाहिँ। त्यो कारणले गर्दाखेरि त्यस्तो अवसरवादीहरू चाहिँ अरिँदैनन्। यसमा चाहिँ त्यसको यो मङ्गल नेसनल अर्गनाइजेसनको विशेष मुख्य हुने यही हो। अहिले चाहिँ विशेष गरेर तपाईँहरूलाई एउटै फुलबारी, यो देशमा चाहिँ एउटै फुलबारी भनेर सबै समुदाय मिलेर बसेको छ भनेर भन्छन्। तर तपाईँहरूले त्यो फुलबारीलाई चाहिँ टिपेर फेरि मालामा काट्नुपर्छ भनेर
सम्पूर्ण मङ्गलहरू चाहिँ एक हौँ भनेर भनिराख्नु भएको छ, किन यसो भन्दै हुनुहुन्छ? अब यहाँनिर तपाईँको कसैलाई कथित दलित बनाइएको छ, कथित जनजाति बनाइएको छ, कसैलाई आदिवासी बनाएको छ, अल्पसङ्ख्यक सीमाङ्कित भनेको छ, फसारे भनेछ, मधिसे भनेछ, मुस्लिम भनेछ। यसले त तपाईँको एक आपस एउटै मात्रै समुदायलाई अर्को समुदायलाई हेर्ने दृष्टिकोण अलग हुन्छ, प्रतिस्पर्धात्मक भएर जान्छ। राम्रोमा होइन, फेरि पोजिटिभ प्रतिस्पर्धात्मक हुँदा त राम्रो कुरो हो, तर नेगेटिभ के तँभन्दा म के कम। यहाँ त बुद्धको कुरै आउँदैन नि, समानता, स्वतन्त्रता, भातृत्व, अहिंसा, करुणा, दयाको कुरा आएन नि त। मै खाउँ, मै लुटौँ, मै मात्रै अघि बढौँ भन्ने चाहिँ एक खालको धारणा चाहिँ पैदा हुन्छ यो गर्दा चाहिँ। तर हामीहरू मङ्गोल नेसनल अर्गनाइजेसन के हो धारणा विशेष गरेर भन्दा समाजवाद उद्धारवाद नीति चाहिँ यो एमएनओले लिन्छ। त्यो कारणले गर्दाखेरि समाजवाद उद्धारवादको नीति बोकेको कारणले गर्दा सबै राम्रोसँगले बाँचुन्, सुखमय जीवन बितोस्, धनी र गरिबको खाल्टाहरू त्यत्रो धेरै नहोस्, भरसक सबैसँगले राम्रोसँगले शिक्षा ग्रहण गरून्, स्वास्थ्यको अब अनुभूति चाहिँ सबैले पाउन् भन्ने हाम्रो चाहना हो। अब धनाढ्यले चाहिँ आफ्नो तरिकाले मजाले आफ्नो सोख पुरा गर्ने, आफ्नै तरिकाले चल्ने यहाँ कोही खानै नपाउने छ। त्यो कारणले गर्दा यसको चाहिँ खरो रूपमा एमएनओले चाहिँ विरोध गरेर जान्छ। अब हुन त एमएनओमा कुदिराख्दाखेरि सङ्गठनमा थोरै चाहिँ हाम्रो जनसङ्ख्यामा चाहिँ केही हुने छन्, तर अधिकांश नहुने एमएनओमा छन्। अब हुने चाहिँ कहाँ छन् भन्दाखेरि अवसरवादी, जहिले पनि अब कमाउ धन्दामा लाग्ने मित्रहरू त अब त्यही हो नि त। युज एन्ड थ्रो, अब काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, लोसपा यस्तै घन्टी सन्टीहरूमा अब अहिले हाम्रो यो खोलिएको माटोहरू भन्नेमा चाहिँ तपाईँको हिजो कुनमा थिए, आज यहाँ छन्। अवसरको खोजीमा के अवसरवादी हुन्छ के। तर यसलाई निरन्तरता दिइराख्ने मान्छेहरू यसमै हुनुहुन्छ र एक दिन मेरो एकदमै विश्वास छ एक दिन अमर रहनुहुन्छ। किनभने योगदान दिने मान्छेहरू सत्यको लडाइँमा, अब हाम्रो एमएनओको भनेको लडाइँ सत्यको लडाइँ हो, यसमा अवसरवादीहरू रहँदैन। त्यो कारणले गर्दा उहाँहरूले जुन खटाइ छ, उहाँहरूको चाहिँ त्यो बेलादेखिको योगदान त्याग छ, एक दिन उहाँहरूको अवश्य मूल्याङ्कन हुन्छ क्या। अहिले पछिल्लो समयमा देश एउटा खालको परिवर्तनशील अवस्थामा गइराखेको छ र तपाईँहरूले पनि अब चाँडै जितेर अगाडि बढ्दै हुनुहुन्छ। आगामी दिनहरूमा चाहिँ मङ्गोलहरूभन्दा बाहेकका अन्य समुदायहरूप्रति चाहिँ तपाईँहरूले न्यायोचित भावना राख्नुहुन्छ कि जुन एउटा बदलावको भावना लिनुहुन्छ? बदलाको भावना लियो भने त संसारमा कहिले पनि शान्ति मिलेको छैन। बुद्धको दर्शन अन्तर्गत हिँड्ने एमएनओले कहिले पनि बदलाको भावना लिँदैन। किनभनेदेखि पुस्ता गरेको अन्य अत्याचार उसको नाति पलातीहरूले किन भोग्ने? तर उहाँहरू सुध्रिनु चाहिँ पर्यो। फेरि हाम्रो चाहनामा त्यही हो, उहाँहरूको पुस्ता अगाडिको गरेको व्यवहार अहिले हुनु हुँदैन। मङ्गोल रेसको मान्छे होस् चाहे आर्य रेसको मान्छे होस्, त्यससँग सम्बन्ध रहँदैन। तर के चाहिँ छ भन्दाखेरि सुध्रिनु पर्यो नि त। उहाँहरूले पनि मान्छेको भावनाले व्यवहार गर्नु पर्यो। उहाँहरू पनि मान्छे, हामी मङ्गोलहरू भए पनि, हामी आर्यहरू भए पनि हामी सबै मानव, समानतापूर्वक एउटा नहेपिकन नदलिकन एउटा समान ढङ्गले चाहिँ मान्छेको रूपमा कुनै पनि दोस्रो र पहिलो दर्जाको नागरिक नछुट्याइकन एउटै नेपालीको भावनामा आएर चाहिँ अघि बढ्दाखेरि हामीलाई त्यो छैन। र हाम्रो अहिले हामी चुनाव लड्दैछौँ, चुनाव लड्दा पनि त हामीले समानुपातिक कोटामा त हामीले खसाएर नै हाल्नुपर्छ नि त। त्यो हामीले स्वीकारेको हो नि त। यहाँ त तपाईँको कसलाई बदलाको भावना होइन नि त, त्यो त उहाँहरूलाई पनि लिएर जानुपर्छ। कहिले पनि अब यसरी अर्कोतिर राख्यो भने चाहिँ देशमा शान्ति हुँदैन कि, शान्ति हुँदैन। त्यो कारणले गर्दाखेरि उहाँहरूलाई पनि लिएर जाने हो, तर कसरी लिएर जाने भन्दा समान ढङ्गले लिएर जाने हो। बदलाको भावनाले हामीले लिएर जाने होइन, उहाँहरूलाई पनि शासन सत्तामा राज्य प्रणालीमा लाने हो। तर कस्तो छ भन्दाखेरि सुध्रिएर कोटा प्रणालीबाट, जसरी आदिवासी जनजाति अब दलित कोटाहरू छ, यो त खारेज हुन्छ। आदिवासी जनजाति यहाँको मूलवासी हुन सक्दैन हो। त्यो आदिवासी जनजाति कोटाहरूमा उहाँलाई समाविष्ट गरेर समान ढङ्गले हामीले उहाँलाई अघि बढाउने हो। त्यो कारणले गर्दा हामी बदलाको भावना होइन, हामी चाहिँ उहाँलाई पनि देश बनाउनको लागि निम्ति एकजुटै हुनुपर्छ कि। बदलाको भावना गर्दा त्यहाँ त अशान्ति पैदा भइगयो नि। त्यो कारणले गर्दाखेरि हामी बुद्धको कुराहरू, महामानव डाक्टर गोपाल गुरुङजीको कुराहरू चाहिँ त्यो त्यस्तो बदलाको भावनामा छैन। मानवमा चाहिँ समान ढङ्गले चाहिँ देश बनाऊ भन्ने अभियान भएको कारणले गर्दा हामी चाहिँ बदलाको भावना छैन, समान ढङ्गले नै अघि बढाउने हो। तपाईँहरूले भन्नुभएको कुरा त अब देशमा लोकतन्त्र आइसक्यो, धर्मनिरपेक्ष प्रान्तिकता आइसक्यो, त्यसलाई स्वीकार्ने अन्य राजनीतिक दलहरू पनि जितेर आइराखेका छन्। तर राज्य सत्तामा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले किन जितेरै जानुपर्छ भनेर तपाईँहरू भनिराख्नु भएको छ? किनभने पोलिटिकल पावर इज द मास्टर कि अफ लक्स। महामानव डाक्टर गोपाल गुरुङ जहाँसुकै भेट्ने कुरै थियो।
यो नै सबैभन्दा ठुलो कुरो शक्ति हो। त्यो कारणले गर्दाखेरि त्यहाँ सदनमा छिरिसकेपछि शासन सत्ता आफ्नो हातमा आएपछि संसारले हेर्ने दृष्टिकोण फरक हुन्छ। अब देखिहाल्नु भयो अहिले जस्तो सक्यो तरिकाले पनि घन्टीले जित्यो। अब चाहे षड्यन्त्र गरे चाहे अब साँच्चैको तरिकाले सत्य तरिकाले जिते पनि अब उहाँले बोलेको सही बोल्ने भए पनि असही बोल्यो भने पनि त्यो त मिडियाबाट सबैतिर त्यसको प्रचार प्रसार भयो नि त। जस्तै अब अहिलेको हालसालैको प्रधानमन्त्री बालेन शाहले पनि अभिव्यक्ति दिइराख्दाखेरि अब उहाँले राम्रो बोलेको कुन दृष्टिकोणले बोल्नुभयो, अब यो नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने कुरा जस्तै आयो हो। त्यो त मिडियाबाट देशमा मात्रै न अन्तर्राष्ट्रिय स्तरमा पनि यसको त पुरा चर्चा परिचर्चा चल्यो नि त। त्यो चाहिँ के हो भन्दाखेरि त्यो साधारण मान्छेले त्यो बोलेको भएदेखि त्यो चर्चा परिचर्चा हुन्थेन क्या। एउटा प्रधानमन्त्री जस्तो मान्छेले चाहिँ बोलेको कारणले गर्दा एउटा पार्लिमेन्टमा छिरेको कुनै पनि मान्छेले चाहिँ गर्दाखेरि बोलियो भनेदेखि त्यो चाहिँ चर्चा परिचर्चा चाहिँ अन्तर्राष्ट्रिय लेभलमा भएको कारणले गर्दा हामीले चाहिँ जितेर जानै पर्छ भन्ने हामी मान्यता राख्छौँ। तर कसरी भन्दाखेरि सत्य तरिकाले बुझाएर चेतनाको अब हामीले स्तर चाहिँ बढाउँदै बढाउँदै प्रत्येक नागरिकमा लानुपर्छ भन्ने हो। तर यहाँ चाहिँ कस्तो छ भन्दाखेरि आज के खाउँ भोलि के खाउँ भन्ने नागरिकहरू चाहिँ हाम्रो देशमा गरिबीको रेखामुनिभन्दा तल चाहिँ यहाँ बनाइएको छ के। बनाइएको फेरि जानी जानी बनाइएको। किन भन्दा यहाँको चेतनशील नागरिक भयो भने यिनीहरू सुब्बा फाब्य भन्छ नि, धनाढ्य भयो भनेदेखि पुगिसरी आयो भनेदेखि कसो हामीलाई टेर्दैन भनेर जानी जानी हाम्रो मान्छेलाई अब करमा लादेर हुन्छ कि हरेक कुराहरू महँगी बढाएर हुन्छ कि विदेश लखेटेर हुन्छ कि अब गरिबी बनाएर यहाँको संस्कार संस्कृतिमा हेर्नुहोस्। फेरि सबभन्दा यहाँको विरक्त लाग्दो कुरा चाहिँ संस्कार संस्कृति खर्चिलो भड्किलो छ हाम्रो नेपालमा हेर्नुहोस्। अब कहिले दसैँ भनौँ, कहिले तिज भनौँ, कहिले के भनौँ, कहिले अनेक अनेक आफ्नो आफ्नो धर्म र आफ्नो आफ्नो जातिको चाहिँ आफ्नो छ कल्चरहरू खर्चालु छ क्या। यस्तो चाहिँ हामीले नहटाइन्जेलसम्म तपाईँ हाम्रो जे आर्थिक स्थिति सुध्रिनु सक्दैन। अब तपाईँको स्वास्थ्यमा लुटेको छौँ, शिक्षामा लुटेको छौँ, अनि हामी हरेक कुराको कल्चरलाई चाहिँ बचाउनुपर्छ, संस्कार संस्कृति चाहिँ बचाउनुपर्छ भन्नेतिर लाग्दाखेरि हामी आफैमा गरिब भएर गयौँ कि। आर्थिक रूपमा चाहिँ विपन्न भएर गएको कारणले अर्काको देशमा गएर हली गोठालो गुलामी बन्नु परेको अवस्था छ। त्यसले गर्दाखेरि अब हामीले यो कुराहरूलाई चाहिँ बिस्तारै बिस्तारै चेतनाको हामीले ढोका खोलेर चाहिँ यस्तो भड्किलो यस्तो खर्चिलोतिर हामी जानु हुँदैन भन्छौँ। तपाईँहरूले यति महत्त्वपूर्ण कुराहरू गरिराख्दा पनि तपाईँहरूलाई चाहिँ जनताले त्यति धेरै भोट हालेको छैन। तर आफ्नै आँखा अगाडि फटा हो ठग हो भनेर थाहा हुँदा पनि जनताले किन चुनाव जिताएर पठाएको होला उनीहरूलाई चाहिँ? अहिले यस्तो छ, अब यो अल्गोरिदम भन्छ सामाजिक सञ्जालको पहुँच हुनेमा तपाईँ हामीले नै सिधा विश्लेषण गर्न सकिन्छ। सामाजिक सञ्जालको अहिले एकदमै पहुँच पुगेको ठाउँमा तपाईँको घन्टीले जित्यो, धेरै ठाउँमा हेर्नुपर्छ। अलिकति विकटमा भनेको पहिला आयो अब हाम्रो मेरो बाउदेखि मेरो बाजेदेखि चाहिँ नेपाली काङ्ग्रेस एमाले माओवादीमा बसेको भनेर बस्नेहरू चाहिँ तपाईँको काङ्ग्रेस एमाले माओवादीमा जितेको पनि कुरा छ नि त। त्यतिकै बाहेक अहिलेको तपाईँको यो सामाजिक सञ्जाल टेक्नोलोजीको युग छ, त्यसको चाहिँ व्यापक प्रचार प्रसार चाहिँ चुनावको बेलामा पश्चिमाहरूले नगरेको होइन गरेको। यहीँकै अब यहाँ हाम्रो जति पनि नेपालमा बस्ने नागरिकको छोराछोरीहरू हुनुहुन्छ, धम्की दिदी यदि घन्टीलाई भोट हालिनुहोस् भनेदेखि पैसा पठाउने समेत भनेको कुराहरू पछिल्लो समय आयो। तर त्यो चाहिँ के हो भन्दाखेरि नक्कली कुरामा हाम्रो मान्छे भुलेको नि त। नक्कली कुराहरूमा अब यो एउटा लैलैमा लागेर अहिले त फेरि पछुताउँदैछ नि त। महँगी बढ्यो, यति साह्रो महँगी बढ्यो, अब गरिब दुःखीकै चाहिँ तपाईँको अहिले बास उठ्यो। यहाँनिर तपाईँको हाम्रो त बकैदा छ, हाम्रो त तपाईँको घोषणा पत्रमै छ सुकुम्बासीलाई यो गर्ने, हामीले स्वास्थ्य शिक्षामा यो गर्ने, हरेक कुरा त्यही छ। त्यो भन्दै पनि उनीहरूले हाम फाले। किन हाम फाले भन्दा राजनीतिक स्तर चाहिँ हाम्रो यो नेपालमा भएको विशेष गरेर मूलवासी मङ्गलहरूमा चाहिँ जिरो छ क्या। अब सिधै भन्ने हो भनेदेखि एमएनओको नेता कार्यकर्ताहरूदेखि बाहेक जति पनि अब आदिवासी र जनजाति भन्दै हिँड्ने साथीहरूमा त्यो चाहिँ शून्य हो नि त। अब हिजो अस्ति किन ल्याइएको अर्काबाट ल्याइएको मङ्गल नेसनल अर्गनाइजेसनलाई तपाईँ हामीले थाहा छ 18 वर्षसम्म दल दर्ता दिएनन्। 18 वर्षसम्म दल दर्ता नदिँदा पनि आज पछि बल्ल 2064 माघ 15 गते एमएनओलाई अब अन्तर्राष्ट्रिय स्तरमा चाहिँ तपाईँको दबाब भइसकेपछि दल दर्ता दिनु बाध्य भयो। हामीले त्यत्रो कोसिस गर्दा गर्दै महामानव डाक्टर गोपाल गुरुङजीले कति खाइ नखाइ भुक्तमान सहेर गर्नुभयो। तर उहाँहरूलाई चाहिँ आफ्नो माटो चिन्ह पनि थाहा छैन। अघिल्लो दिन त साथीले बेल्चा बोकेर हिँड्दै थियो नि त, भोलिपल्ट त माटो। किन त्यसो गर्यो भन्दाखेरि
हामीले लडेकै हामीले मूलवासी मङ्गलहरूले माटोको लागि लडेको, अस्तित्वको लागि लडेको। अनि माटो चिन्ह उहाँलाई प्रदान गरिदियो। अनि अब कुन पार्टीको नाम पनि थाहा थिएन, पछि श्रम संस्कृति भनेर प्रदान गरियो। त्यो चाहिँ के हो भन्दाखेरि निर्वाचन आयोग, नाम मात्रै निर्वाचन आयोग हो, त्यो आयोग चाहिँ अरूद्वारा परिचालन गरिएको छ क्या। त्यो चाहिँ के हो भन्दाखेरि यहाँको मूलवासी मङ्गलहरूको अस्तित्व र अधिकारको लागि लड्ने मित्रहरूलाई निस्तेज पार्नको निमित्त चाहिँ प्रयोग गरिएको थियो। हो त्यो प्रयोग गरेको कारणले गर्दाखेरि यही एमएनएबाट जाने मित्रहरू पनि छन् त, जितेर जाने थियो त्यहाँ त। एमएनएबाट नभए पनि एमएनएको दर्शन सिद्धान्त महामानव डाक्टर गोपाल गुरुङज्यूकै दर्शन सिद्धान्तलाई चाहिँ लात हानेर हिजो अस्तिसम्म हामी यहाँको मूलवासी मङ्गल हौँ, हामी यहाँको अराष्ट्र झन्डा, अराष्ट्र ड्रेस, हाम्रो वेशभूषाहरू सबै अराष्ट्र हो यो भनेर भन्ने मान्छे अहिले सबै हँसेर घसेर होइन लगाएर त त्यो एकछिन मिठोको लागि, एकछिन स्वादको लागि आफ्नो सबै अस्तित्वहरू गुमाएर चाहिँ आज छिटोभन्दा छिटो पुग्नुको लागि गयो नि त। त्यो बाटो चाहिँ तपाईँको छोटो थियो तर एक्सिडेन्ट भयो नि त। आज मङ्गल मूलवासीको कुरा कहाँ पुऱ्यायो साथीहरूले? कहाँ पुऱ्यायो छैन, एउटा तिरिन छैन। हिजो अस्तिसम्म तपाईँको टिका दसैँ बहिष्कार गर्नेहरू यो धसेको छ। अनि दुनियाँभरको अराष्ट्र झन्डा भन्दै, अराष्ट्र त्यो तपाईँको वेशभूषा भन्दै हिँड्ने मित्र लगाइरहेको छ पछाडि। त्यस्तो अवस्था छ क्या। त्यो चाहिँ के भन्दा नक्कली कुराहरूमा ले चाहिँ छिटो पुऱ्याउँछ मान्छेलाई। तर सत्यको कुरा, सत्यको लडाइँ हो एमएनएको भनेको। हामीलाई ढिलो गएर आपत्ति भएन, लामो समयसम्म चाहिँ एउटा दूरदर्शीको लडाइँ भएको कारणले गर्दाखेरि, वैचारिक लडाइँ भएको कारणले गर्दा यसले आज जितेर भोलि सकिनु हुँदैन भन्ने हामी धारणा राख्छौँ कि लामो समयसम्म चाहिँ यो दर्शन सिद्धान्त टिकिरहोस् भन्ने हाम्रो मान्यता भएको कारणले गर्दा हामीले कसैको पनि परिचालनमा नआइकन आफै स्वचालित भएर चाहिँ हामी लडेको कारणले गर्दा अहिले समय लागेको मात्र हो। तर यो चाहिँ लामो जान्छ क्या, लामो। अब कुनै रुखहरूको जरा लामो गएपछि टिक्ने हो नि त, त्यो छोटो जाँदैमा त्यो लड्नु पनि लडाइदिन्छ पनि क्या हन्डरीले। हो त्यस्तै हो, यो हाम्रो जरा एकदम मजासँगले चाहिँ माटोमा भित्र जाँदैछ क्या यसको। त्यो कारणले समय लागेको हो, समय आएपछि सबै कुरा हुने हो। अब यो देशमा यस्ता खालका जुन हनुमानगिरी गर्नेहरू अथवा छेपाराले रङ फेरि जस्तै फेरिरहने एउटा यस्तो खालको जुन खालको रणनीतिहरू, यस्ता खालका समस्याहरू चाहिँ अब कहिले अन्त्य हुन्छ जस्तो लाग्छ तपाईँलाई? यस्तो छ, तपाईँको हिन्दूहरूले शास्त्रमै छ नि त, हनुमान कहिल्यै मर्दैन, अष्टचिरञ्जीवी भन्छ उनीहरूको क्या। हुन त हामी यही अनेक त मान्दैनौँ न, तैपनि उनीहरूले भन्छ नि अनेक उनीहरूको शास्त्र अध्ययन गर्नुपर्छ। हनुमान कहिल्यै मर्दैन, अष्टचिरञ्जीवी मध्ये एकजना ऊ पनि हो। त्यो कारणले गर्दा हनुमान यो भिविसारेहरू मर्दैन, तर मात्र उसको जनसङ्ख्या चाहिँ घटाउनु पऱ्यो कि। हनुमानै ज्यादा भयो भने त तपाईँ हामी हारिराख्छौँ। हनुमानहरू चाहिँ कम्ती बनाउनु पऱ्यो, आफ्नै चाहिँ तपाईँको बाली नाली नष्ट पार्ने, आफ्नै चाहिँ राज्यहरू खत्तम पार्नेहरू भनेको चाहिँ धमिराहरू, यो तपाईँको यो हनुमानीहरू त मर्दैन, सकिँदैन। तर त्यसलाई जनसङ्ख्या जुन छ कम्ती पारेर चाहिँ चेतनशील बनाएर मूलवासी मङ्गलहरूको अस्तित्व अधिकारको लडाइँमा ल्याएपछि त जुन 80 र 20 को कुरा छ, अहिले चाहिँ तपाईँको 20% मात्रै कुरा बुझे, 80% चाहिँ हावा खाइरहेको अवस्था नि त। 80% हावा खाइन्जेलसम्म तपाईँ हाम्रो जित सुनिश्चित हुँदैन। 80%लाई चाहिँ हामीले अब सम्झाउनु पऱ्यो, बुझाउनु पऱ्यो, विभिन्न प्रोसेसको माध्यमबाट चाहिँ अघि बढाउनु पऱ्यो। त्यसपछि मात्रै चाहिँ अब समयले पनि ल्याउँछ हो, त्यसको सबैको मेल भएपछि चाहिँ तपाईँको अब अघि बढ्ने हो। तर अहिले त तपाईँको अब हनुमान यस्तै भिविसरहरू धेरै भएको कारणले गर्दा हाम्रै अनुहारको मान्छेलाई चाहिँ राज्यमा जुन रहिरहेको पावरफुल भएर रहेको मित्रहरूले चाहिँ अघि बढाएको कारणले गर्दा अन्तर्राष्ट्रिय, विशेष गरेर नेपालमा चाहिँ इन्डियाको अब आरएसएसहरू भन्छ होइन, अब यस्तोहरू तरिकाले चाहिँ यहाँनिर यिनीहरूले प्रवाह गरेको छ विश्व हिन्दू महासङ्घ। अब यहाँनिर तपाईँको यिनीहरूले नै खेलिरहेको अवस्था छ। अब सिआइएहरू छ अमेरिकाको, अब युरोपियन युनियन छ, यहीहरूद्वारा चाहिँ परिचालित भएको कारणले गर्दा यो छिटो ल्याइयो। तर उनीहरूको चाहिँ तपाईँको जरा लामो नभएको कारणले ढल्छ, सुनिश्चितसँग ढल्छ। हाम्रो समय लाग्छ, तर हाम्रो चाहिँ यो दीर्घकालीन लामो समय जाने एउटा लडाइँ हो, वैचारिक लडाइँ हो। हिजोको दिनमा महामानव डाक्टर गोपाल गुरुङले लोकतन्त्रको वकालत गर्नु हुँदाखेरि चाहिँ राज्य सत्ताप्रति चाहिँ त्यसरी कुरा उठाउनु भनेको चाहिँ एउटा पहाडमा मुड्कीले हान्नु जस्तै हो भन्नेहरू अहिलेको अवस्थामा आइपुग्दा चाहिँ अब मङ्गलहरू आइसक्यो, मङ्गलहरू आउँछ भन्ने अवस्थामा आइसकेको छ। यो तपाईँहरूको सहनशीलता, तपाईँहरूको निरन्तरता चाहिँ यो कसरी अटिराखेको छ तपाईँहरूभित्र? होइन, हाम्रो त प्रशिक्षक कार्यक्रममा हामीले जहिले पनि स्कुलिङ गर्छौँ, आत्तिनु हुँदैन, मात्तिनु हुँदैन, कसैलाई अराजक गतिविधि गर्नु हुँदैन। अब हाम्रो विरुद्धमा त ल्याइयो नि, कहिले काहीँ ज्यान माराको केस लगाइदियो,
आफूले आफैलाई गोली हानेर तपाईँको हाम्रो भूतपूर्व हाम्रो भूपू मूल सचिव शान्तिलाल धिमाललाई 9 दिनसम्म उहाँनिर दण्ड सजायको भागीदार बनाइयो। बिचमा झन्डाकाण्ड ल्याइयो। अनेकको किसिमको चाहिँ तपाईँको यहाँ षड्यन्त्रको तानाबुनाहरू त हामीमाथि गरिराखेको छ। आक्रामक बनोस्, यिनीहरूले चाहिँ आतङ्ककारी चाहिँ घोषित गर्नु सकौँ भनेर चाहिँ हामीलाई धेरै आक्रामक बनाइयो, आतङ्ककारी बनाउनु खोजियो। तर हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो मास्टर नेतृत्व लेभलले तल्लो लेभललाई दिने एक खालको संस्कार छ। संयमित बनाऊ, मानवताको भावनाले अरूलाई हेर्ने दृष्टिकोण अघि बढाउनुपर्छ। हामी अराजक गतिविधि गर्नु हुँदैन, हाम्रो लडाइँ त्यो होइन भनेर हामीले स्कुलिङ गर्दै गर्दै आजसम्म हामीले दुर्घटनाबाट बचाउँदै ल्याइरहेको छौँ। त्यो कारणले गर्दाखेरि अहिलेसम्म हाम्रो संयमितता अपनाएको कारणले गर्दा नेता कार्यकर्ताले कहिले पनि माथिको दर्शन जुन एक खालको नीति विपरीत अहिलेसम्म उहाँहरू जानु नभएको कारणले गर्दा टिकिरहेको अर्थ हो। अहिले यो देशको राजनीतिक अभ्याससँग तपाईँहरूले हेर्दै गर्दाखेरि चाहिँ अन्य राजनीतिक दलहरूभन्दा मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ कति स्थानमा आएर अहिले चाहिँ अगाडि लम्किरहेको छ जस्तो लाग्छ तपाईँलाई? स्थानको त मङ्गोल नेसनल अरूसँग तुलना गर्नु हुँदैन, हामीसँग त्यो सम्बन्ध छैन। जनसङ्ख्याले नै हामीहरू बढ्नुपर्छ भन्ने छैन, विचारले लड्ने हो। आज एमएनएको विचार चाहिँ कतिसम्म छ र कति मास्लो स्तरसम्म छ भन्ने छ हामीले बुझ्नुपर्छ। लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयताको कुराहरू भयो, यहाँ हुने विभिन्न नीतिहरू एमएनएभन्दा बाहिर जानु सकेको छैन। हेर्नुहोस् के छ भन्दाखेरि पहिला माओवादी एमएनएको जुन दर्शन सिद्धान्त प्रतिपादन गर्ने महामानव डाक्टर गोपाल गुरुङजीले लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयताको कुरा गर्दा प्रान्तीयता जातिको नाममा हुनुपर्छ भनेर उठाउनेहरू आज सके नि त माओवादीहरू त। जातिको नाममा, समुदायको नाम, समुदाय विशेषको नाममा यो हुनै हुँदैन। किनभने मूलवासी मङ्गोलहरू मात्र नभएर यहाँ खसारेहरू पनि छन्। यो त देश त अहिले हामी मङ्गोलको मात्रै भनेको छैन, हाम्रो सङ्गठनको नाम मात्रै मङ्गोल हो। तर यो भूमि मङ्गोलको भए तापनि उहाँहरू पनि धेरै समय अगाडिदेखि अब हाम्रै पुर्खाहरूमाथि अन्याय अत्याचार गरे भए पनि जे गरे पनि बसोबास त गर्दै आयो नि त। अब त उहाँहरू सुध्रे भनेदेखि त हामीले उहाँलाई माया गर्नुपर्छ। सुध्रिनु चाहिँ पर्यो क्या। सुध्रिएर एउटा मानवताको हिसाबले सँगै अघि बढ्नुपर्छ। भुटानमा जस्तो, भुटानमा पनि त पहिला त्यो भुटानको भाषा, लिपि, संस्कार, संस्कृति, त्यहाँको अस्तित्वलाई चाहिँ तपाईँको स्वीकारेर जानेहरू त बसे नि त, त्यहाँ बसे। अहिले संसारमा खुसीको देश भएको छ। तर अराजक गतिविधि गरेर चाहिँ हिन्दूवाद लादेर चाहिँ यो अराष्ट्र, यहाँको नेपालमा जस्तो यो अराष्ट्र ड्रेस भेषभूषाहरू चाहिँ त्यो लाद्ने भएर खस भाषा चाहिँ लाद्ने हुँदाखेरि लखेटेको त हो नि। हो, त्यसरी सुध्रिनु पर्यो क्या। हामीले भनेको नीति निर्देशनहरू चाहिँ कार्यान्वयन गर्दाखेरि उहाँहरूले पनि मान्नु पर्यो, स्वीकार्नु पर्यो। लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता जसरी स्वीकार्नु भयो त्यसै तरिकाले स्वीकारेर चाहिँ अब उहाँहरूले पनि त्यसलाई चाहिँ सर्वोपरि गरेर गयो भने एक्सिडेन्ट हुने कुरा भएन। तर अब खालि आफ्नै मात्रै कुरा लाद्ने, नचाहिँदो कुरा मात्रै लाद्ने, अब हिन्दूको कुराहरू गर्ने भयो भने त आँटिँदैन नि त। यहाँ त अब हामी मूलवासी मङ्गोल हिन्दू नै होइनौँ। अझ विशेष गरेर त मूलवासी मङ्गोलहरूमा पनि अब हामी यो नेवार समुदायहरू भनौँ, अब यो होइन, अब मगर समुदायहरू भयो, विभिन्न अरू पनि समुदायलाई चाहिँ अदृश्य तरिकाले हिन्दूवादको हिन्दूवादभित्र चाहिँ लादिरहेको अवस्था छ। अहिले तपाईँको प्रशासनमा जानुपर्छ, अदृश्य रूपमा त्यहाँ हिन्दूको देवी देवताहरूको राखिएको छ। स्कुलमा जानुपर्छ, खुलेआम राखिएको छ। यो चाहिँ नाम मात्रको धर्मनिरपेक्ष छ क्या, लोकतन्त्र नाम मात्रको भएको कारणले गर्दा यसलाई चाहिँ सुधारेर लानुपर्छ। असली खाँटी लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयताको कुरा हुनु पर्यो भन्ने हो। त्यहाँ चाहिँ तपाईँको अब हिन्दू लादिएको छ क्या। किनभने यो हिन्दू भन्ने बित्तिकै, हिन्दू धर्म भन्ने बित्तिकै धर्म पनि होइन वास्तवमा। यो तपाईँको नराम्रो जस्तै त्यहाँ त उल्टो सिकाइएको छ नि त। मान्छेलाई चाहिँ पिसाब खुवाउने, जन्मिँदादेखि मर्दासम्म चोख्याउने भन्दै पिसाब खुवाउने एउटा दिसा पिसाब भनेको नराम्रो चिज हो नि त। अनि ढुङ्गालाई चाहिँ तपाईँको दुध, दही होइन, तपाईँको पेडा, लड्डु, फुल, अनेक मिठाईहरू चढाएर चाहिँ मूर्तिलाई चाहिँ चढाउने, मान्छेलाई चाहिँ पिसाब खुवाउने, फलफुल जति सबै त्यता। त्यस्तो खालको उल्टो सिकाएको छ नि त। मान्छेमा विभेद। अब पशुलाई चाहिँ आमा भनेको छ, बाउ भनेको छ। हिन्दूहरूको बाउ भनेर अब गोरु, गाईलाई चाहिँ माता भन्दै गर्छ। मान्छेलाई चाहिँ अछुत बनाएर बाहिर राखिन्छ। त्यो कारणले उल्टो सिकाइएको छ। जम्मै कुराहरू उल्टो भएको कारणले गर्दा चाहिँ मान्य चाहिँ हुँदैन। अब हामी मूलवासी मङ्गोलहरू हिन्दू पनि होइनौँ। हिन्दू र जुन बुद्धको कुराहरू भनेको फिटिकै मिल्दैन, ठ्याक्कै अल्टर हो। त्यसलाई चाहिँ अब उहाँहरूले पनि स्वीकार्नु पर्यो क्या। अब अहिले नयाँ पिँढीले त अहिले हिन्दू
भन्दै पनि उहाँ अहिले खसारे दाजुभाइले कोही चाहिँ सुध्रेको छैन फेरि सत्य कुरालाई चाहिँ स्वीकार्नु थालेको छन् अब र स्वीकार्नु पनि पर्छ अन्तर्राष्ट्रिय स्तरबाट अब प्रमाणित भएको कुराहरूलाई चाहिँ हामीले मान्नुपर्छ तर पशुहरूलाई चाहिँ बाउ आमा भन्यो भनेदेखि त मिलेन नि त अरू देशमा चाहिँ मासु खाइरहेछ नेपालमा चाहिँ मेरो बाउ मेरो आमा भन्दा त भएन नि त उल्टो छ क्या हो त्यस्तो कुराहरूबाट चाहिँ उहाँहरू पनि सुध्रिनु पर्यो सुधार्नु पनि पर्यो हस् यहाँको महत्त्वपूर्ण समय र समाजका लागि धेरै धेरै धन्यवाद हजुर धन्यवाद म हाम्रो जय मङ्गल